गाइस नमस्ते एभ्रिवान है फेरि पनि आज आएको छु तपाईहरुमा सानो एउटा भ्लग लिएर। आज हामी चाहिँ टक्क लाएर दाइ शिवपुरी डाँडामा आएको छौँ, हिँड्दैछौँ है। यात्रा चाहिँ निकै लामै रह्यो हैन, तर जो यहाँ यसो बेग्लै मजा छ के है। एकदम आफ्नै गाउँघरमा गएको फिल हुने हैन। टक्क लाएर यस्तै छ है। सो त्यही हो, सबैले लाइक कमेन्ट शेयर सब्सक्राइब पनि गरिदिनु पर्यो है। त्यही हो, भ्यू पनि राम्रो छ क्या है। बबाल छ, हेर्नुहोस् त यति डाँडातिर है, बबाल छ नि त। आकाश पनि कस्तो खुल्ला छ के है। अघि चाहिँ अब पुरा घाम लागेर कस्तो थियो हैन, अहिले चाहिँ लागेको छैन, बराबर लागिरहेछ। सो त्यही हो, टक्क लाएर अब हामी चाहिँ त्यो मन्दिर पुग्न अब एकछिनमा पुग्छौँ। अब हेर्छौँ त्यहाँबाट पनि।